केटाकेटी हो हल्का अल्छी अल्छी लागे लागे जस्तो गर्दैछ अब भिडियो रेकर्ड गर्नु पर्यो अनि हालिदिनु पर्यो युट्युबमा अल्छी लागेपछि के गर्नु त होइन हामी के गर्दै थियौँ भन्ने कुरा गरौँ ल अस्ति नै हामी प्रोजेक्ट गर्दै थियौँ हो त्यसलाई अब कन्टिन्यू गरौँ सुरुमा म जेम खोल्छु सुरुमै जेम खोलिसके पछाडि हाम्रो डाटाबेसको त्यो लाइन त मिलाउनु पर्यो अब के गरौँ त भन्दाखेरि हाम्रो मोटे भन्ने प्रोजेक्ट छ प्रोजेक्टलाई ओपन गरौँ मैले यहाँनिर नयाँ चिज के थपेको छु भन्दाखेरि जस्तो धेरै जस्तो साइटहरू चाहिँ अब हामीले हेर्ने साइटहरू म्याक्सिमम् साइटहरू जति पनि हुन्छ इन्टरनेटमा भएको त्यसमा एउटा ब्लगको सेक्सन भएको साइट सबैमा हुन्छ सायद मेरो विचारमा भन्दा पनि हुन्छ भन्ने त छैन तर 90% साइटहरूमा चाहिँ ब्लगको सेक्सन चाहिँ त्यहाँ सबैमा हुन्छ भनेपछि हामी त्यो सेक्सन चाहिँ अब हामी बनाउँदैछौँ त्यसको लागि चाहिँ मैले अब फ्रन्ट एन्डमा के देखिने भन्ने कुरा चाहिँ मैले अलरेडी बनाइसकेको छु सिङ्गल ब्लग भनेको यो सिङ्गल ब्लग भन्ने एउटा बनाएँ अर्को भनेको होममा मैले के हालेँ होममा सायद के हालेको छ होला अगाडि ए अथवा मैले कहिले हालेँ त्यो थाहा भएन मैले यो हालेको छु यो गिटअपमा हालेको छु कि मैले त्यो गिटअपको चिज पनि म लिङ्क पनि तल हालिदिन्छु अनि अर्को भनेको मैले के बनाएको थिएँ भन्दाखेरि ड्यासबोर्ड बनाएको छ एउटा अनि कन्ट्याक्ट फर्म यो थियो अगाडि के थियो केही युआई थपेको छ मैले हो त्यो चाहिँ अब त्यहाँ देख्न सकिन्छ होइन नो प्रब्लम हेज बिन डिटेक्टेड भन्दैछ हामी कहाँ जाऊँ त भनेर टर्मिनल जाऊँ अनि यसलाई रन गरेर हेरौँ ल त्यसका बाद नोड माइनस माइनस वाट्स एप.js ल हाम्रो यो चिज चाहिँ अब रन भयो अनि हेरौँ यहाँनिर के छ भन्ने कुरा यसलाई काट्दै मैले नचाहिने चिज चाहिँ माथि नराखौँ यसो गरौँ लोकल 3000मा मैले यति चिज बनाएर राखेको छु अब यो चाहिँ पछाडि मोडिफाई गर्छु मैले यो चाहिँ च्याट जिपीबाट तानेर हालेको होइन यहाँ त्यस्तो केही पनि छैन अर्को भनेको यहाँनिर सिङ्गल आर्ट पेज भनेर बनाएको रहेनछ भने पछाडि यहाँ त बनाएको छ कि सिङ्गल ब्लग भनेर अब यो भनेको यहाँनिर गएर हाल्नु पर्यो यहाँ सिङ्गल ब्लग भन्ने कति छ हाम्रो सर्च गरेर हेरौँ न कन्ट्रोल एफ सिङ्गल ब्लग रहन्छ ल बनाउनु एउटा त्यसो भए त्यही जाउँ ड्यासबोर्ड बनाइसकेको रहेछ ब्लग भन्ने बनाएको रहेछ ब्लग भन्ने छ एकचोटि ब्लग भन्ने हेरौँ के रहेछ ब्लगमा एकचोटि सिङ्गल ल म कहाँ सिङ्गल आर्ट गरेको त अनि जहाँ मलाई ब्लगको कुरा हो नि त ब्लगको लागि यहाँनिर बनाइसकेको रहेछु मैले होइन सिङ्गल ब्लगको लागि बनाएको छ कि छैन एकचोटि हेरौँ न सिङ्गल ब्लग भनेको रहेछ सिङ्गल आर्ट खोजेको छु नि त मैले अघि होइन एकचोटि हेरौँ ल ब्लगको भइहाल्यो क्रिएट ब्लगको भयो फर्म डाटा भन्दैछ कन्ट्याक्ट फर्म हाम्रो त्यसको लागि ब्लगको लागि मात्रै रहेछ त्यसको लागि पनि एउटा बनाइदिउँ एप.गेट स्ल्यास के गरौँ हामी भन्दाखेरि सिङ्गल ब्लग भनेर बनाइदिएँ मैले अहिलेलाई रेन्डर के गर्छ भन्दाखेरि यसले सिङ्गल ब्लगलाई रेन्डर गर्छ अनि अब हेरौँ कस्तो चिज चाहिँ आउँदो रहेछ यहाँनिर इरर देखाउँदैछ कि क्या छैन ल काम भयो ब्लगमा छौँ हामी ब्लग भन्दा पनि सिङ्गल ब्लग यसलाई हटाऊँ ल सिङ्गल ब्लग पनि हाम्रो यहाँनिर पेज बनाइसकेको रहेछ यो कुरा भयो अहिलेलाई फिचर इमेज भनेको चाहिँ त्यहाँनिर केही छैन फरक त्यसमा केही भएन ल हामीले युआई यति बनाएको छौँ अब भनेपछि के गर्छौँ त भन्दाखेरि यसलाई चाहिँ युजरले के हाल्दो रहेछ क्रिएट ब्लग गर्दाखेरि एकचोटि हेरौँ न क्रिएट ब्लगमा जाउँ अनि यहाँनिर गएर क्रिएट ब्लगमा गएँ टाइटल छ एउटा अर्को कन्टेन्ट यो डिस्क्रिप्सन भयो एक्सपर्ट यता के भनेको छ यो चिजको लागि अब हामी एउटा मोडल बनाऊँ डाटाबेस मोडल बनाऊँ कन्ट्याक्ट मोडल भनेको रहेछ कि यसो गरौँ ल यसो गरौँ आज मार्केट क्रास भयो अरे नि त जताततै मान्छेको हल्ला ब्ल्याक मन्डे बिचरा बिजोग छ मान्छेहरूको पैसा आउनेहरूको पैसा नआउनेलाई चाहिँ मजै छ होइन के गर्न खोजेको मैले के गर्न खोजेको भन्दाखेरि ब्लग मोडल बनाउन खोजेको नि त एउटा यहाँ गएँ म ब्लग मोडल डट सिएस गरेँ अब मोड्युल डट
एक्सपोर्ट सिक्वलाइज भ्यालु कन्स ब्लक भने सिक्वलाइजलाई डिफाइन गर्नु पऱ्यो, सिक्वलाइज डिफाइन गर्नु पऱ्यो भनेको अब यसको टेबलको नाम के हुन्छ भने ब्लकको भ्यालु अब यहाँनिर टाइटेल हुन्छ, कन्टेन्ट भ्यालु, क्याटेगोरी भ्यालु, इमेज भ्यालु, अझै केही चिज छ यहाँ टाइम स्ट्याम्प क्रिएटेड यताउता त्यो देखाइन्छ यसले ठुलो कुरा केही पनि भएन यहाँ यसले दिएको चिजहरू रिटर्न ब्लक गऱ्यौँ हामीले अनि ल यसलाई सेभ गरेर राख्नु तर यहाँ हेरौँ ल यसले दिएको चिज र यहाँ के छ एउटा टाइटल भनेर चाहिँ यसले के दिन्छ भन्ने कुरा त्यही अनुसार लिऊँ न हामी हामी कहाँ जाउँ त भन्दाखेरि क्रिएट कहाँ जाउँ त्यस्तो यहाँ चाहिँ त्यही भएर क्रिएट ब्लगमा जाउँ सुरुदेखि हेरौँ ल यसले के दिन्छ त्यताबाट हामी त्यतै चाहिँ लिँदै राख्दै गर्छौँ इनपुट टाइप टेक्स्ट आइडी क्लास पोस्ट यता नेम त छैन त जहाँ लगाउने नेम नेम हालौँ ल नेम टाइटल भने रिकर्ड गरेर खासै फरक परेन यसमा अर्को कन्टेन्ट भन्दैछ यहाँनिर यसलाई पनि मिलाउने काम गरौँ ए लिङ्क इमेज भिडियो युआरएल सिउरएल के भनेछ नि त होइन टेक्स्ट एरियाबाट यहाँ केही चिज आउँदैछ अरे यसो गरौँ अब यसो गरौँ यसलाई पनि त नेम दिनु पऱ्यो कन्टेन्ट भनेर दिउँ ल कन्टेन्ट भनेर दिउँ यसको नेम ओके टेक्स्ट एरिया फर्म ब्रिफ के भन्छ एक्सर्ट भन्दो रहेछ के हो एक्सर्ट भनेको त्यही हालिदिउँ अब जे हो त्यही हो नेम यो हालिदिउँ मलाई छ 3 4 5 6 बटन रहेछ यहाँनिर इमेज भनेको छ यसलाई पनि नेम दिउँ ल नेम दिउँ इमेज वान भनेर त्यसलाई मैले इमेज वान अर्को नि इमेज आउँछ कि यहाँनिर इमेज वानै राखिदिएला त्यसको लागि सेलेक्ट भन्दैछ अब यसलाई के गर्नु पर्यो त भन्दा मल्टिपल सेलेक्ट गर्न मिल्यो अरे यहाँनिर गएर नेममा क्याटेगोरिज भनेर थिएँ अनि अर्को चिज यहाँनिर के छ त भन्दाखेरि यसलाई पनि नेम दिनु पर्यो नि त नेम ट्याग्स अरे ल ट्याग्स भन्नेमा आउँछ ट्याग इनपुट आइडी साइडी पनि रहेछ आइडी साइडी मलाई खासै केही फरक परेन इनपुट कस्तो यसमा नेमै हालेको रहन्छ यार नछप्प भएछ नेम छैन स्लग भन्ने छ अर्को अर्को भनेको यहाँ के छ यसो गरौँ यसलाई पनि नेम दिउँ अथर भनेर अनि के छ हौ यहाँनिर कहाँ पुग्यौँ हामी यहाँ सक्यो युआरएल स्लग हामी अथरमा पुगिसक्यौँ है त यो सेटिङदेखि गर्दैछौँ सबैको लिम्न के हुन्छ टेक्स्ट एरिया भन्दैछ यहाँ पनि नेम हालौँ नेम भनेको मेटा डिस्क्रिप्सन भनेछ यसो गरौँ न नेममा के हालेको छ त्यो चिज चाहिँ हामी यहाँनिर लगेर अहिलेदेखि हाल्दै गरौँ न हामीले नेम कहाँ हाल्यौँ हामीले यसो गरौँ न त कन्ट्रोल एप गरौँ नेम सर्च गरिदिउँ मेटाको नेम होइन हामीलाई हाम्रो नेम भनेको यहाँदेखि सुरु छ है त नेम भनेको टाइटेल भनेको रहेछ एउटा भनेको ब्लग मोडलमा जाँदा टाइटेल भइहाल्यो ठिक छ टाइटेलको लागि बनाइहाल्यौँ हामीले एउटा भनेको अर्को भनेको कन्टेन्ट भन्ने छ कन्टेन्ट भन्ने पनि छँदैछ हाम्रो अर्को भनेको EXCRPT अरे के हो यो भनेको अब त्यही हालौँ न के रहेछ यो भनेको चाहिँ एकचोटि हेर्न मन लाग्यो मलाई एक्सट्र्याक्ट फर्म अफ फिल्म ब्रोडकास्ट अफ पिस अफ म्युजिक राइटिङ यस्ता मलाई पनि थाहा नभएको मलाई यो हो के हेर्दैछु म अर्को यो भयो अर्को भनेको इमेज वान भन्ने छ
क्याटेगोरी भन्दा तलतिर गएर इमेज 1 भनेर राख्दिएँ ल अहिलेलाई मैले। ओके, यो पनि भयो। अनि अर्को भनेको क्याटेगोरिज भन्ने छ। क्याटेगोरी भनेको छ नि यहाँनिर, क्याटेगोरिज बनाइदिउँ ल यसलाई, क्याटेगोरिज ल अत्यारिका। अनि अर्को भनेको ट्याक्स भनेर छ। इमेजको ठाउँमा ट्याक्स हाल्दै मैले त्यसो भए ट्याक्स भनेर हाल्दै। अब अर्को भनेको अथर स्लग भन्ने छ, अथर भनेर छ ल ठिक छ। हाम्रो स्लग्स अरे स्लग्स पछाडि अर्को भनेको अथर भन्ने छ हाम्रो। ओके, अथर पछाडि हाम्रो अर्को के छ, नेम भनेको छ, मेटा डिस्क्रिप्सन छ अर्को। हाले जति सबै आओस् न होइन, के गर्छु म, मेटा कस्तो छ, मेटा डिस्क्रिप्सन क्यापिटलमा रहेछ, हामी त्यस्तै लेख्यौँ मेटा डिस्क्रिप्सन। मेटा डिस्क्रिप्सन भन्ने भयो एउटा। अर्को चेकबक्स चेक भन्दैछ, इनपुट चेक गरे, चेकबक्स लेबल बोल, इनपुट टाइप चेकबक्स चेक भन्दैछ। यसलाई छोडिदिउँ अहिले, के गरौँ म, सबैको एकवटा दिउँ त, यसलाई छोडिदिउँ। क्लास बटम कन्टेनर भनेको छ। ल यति चिज हामीले अहिले बनायौँ, यसलाई सेभ गऱ्यौँ, यसलाई नै सेभ गऱ्यौँ, यसलाई नै सेभ गरिसके पछाडि क्रिएटेड एट अपडेटेड भन्दैछ। यो चिज हाम्रो भयो होइन, ब्लग्स भन्ने बन्यो। अब के गर्छौँ त भन्दाखेरि हामी यो चिज यहाँ लगेर मिसाउने काम गर्छौँ। हाम्रो यसो गरौँ ल, डेभिड डट ब्लग भन्नेमा मैले लगेर यो चिजलाई हालिदिएँ, रिक्वायर ब्लग मोडल सिक्युलाइज डेटा टाइप चाहिँ गर्नु परिहाल्यो, ब्लग मोडल डट जेएसबाट गरेको ल। यो चिज हाम्रो डेटाबेस क्रिएट हुनु पर्यो। अब गएर हेरौँ एकचोटि क्रिएट भयो कि भएन भन्ने कुरा चाहिँ। आँखा तिमीलाई रुगा लागिरहेको छ होइन, त्यस्तै बच्चा केटीको कुरोकानी, यो त खोइ घुमे घुमै गर्न थाल्यो त। यहाँनिर छ हाम्रो, यहाँनिर ब्लग्स भन्ने आयो, ब्लग्समा हाम्रो फिल्डहरू आयो। डेटाबेस क्रिएट गऱ्यौँ कि यो अलिकति कति टाइम भयो हेरौँ ल, अलिक लामो लामो भयो जस्तो छ। यो लामो नबनाउँ, पार्ट पार्ट बनाऊँ, त्यो भएर यसलाई अहिले काटिदिउँ, अनि म फेरि अर्को सुरु गर्छु।